असाढ अन्तिममा मेरो पाराले मासु बनाउन सिक्नुहोस्। पहिले हामी प्याजको फटाफट यसरी कटिङ गर्छौँ। यस त्यसै औला जाला फेरि औलाको मासु खानुपर्छ। अनि यहाँ काट्नु होला। हामीसँग चपबोर्ड छैन, हाम्रो थाललाई राम्ररी पखाली थालमै काट्नु होला। एकदम सिम्पल। चट्टा हामीले 5 वटा हरियो पिरो खुर्सानी ल्याएछौँ। आधी आधी गरेर हाल्ने ग्राइन्ड गर्नको लागि। पिरो हुँदैन यो हेर्नु अनि पुदिनाको पत्ता मिलाएपछि गार्निस गर्न चाहिन्छ लास्टमा। निकालेको पत्ता अब के गर्छस् यसलाई ग्राइन्डरमा हालेर एउटा इलाइची दुईटा इलाइची हाल्नु। ल गाइज यो हाम्रो खसीको मासु 500 रुपियाँको मासु यति थोरै। त्यसपछि ताप्न दिनु पर्यो। आफूलाई चाहिँ धोएर पखालेर एकदम मस्त सफा गरेर राखिदिने। यहाँ कुकर बसा कुकर तातिसकेको छ। कुकर तातिसकेपछि यसमा मस्त यो प्योर मस्टर्ड ओइल हो है, हाम्रो घरको पेडाको तेल हो। यो तेललाई चाहिँ यसमा हाल्ने अलिकति हल्का हेर्नुहोस् तेलबाट यसरी धुवा आउनु पर्यो है त। अनि बल्ल चाहिँ कुकर तातेको हुन्छ। हेर्नु यसरी कुकरबाट धुवा निस्किसकेपछि टक्क तेजपत्ता भन्छौँ हामी यसलाई। त्यसपछि जिरा हो, अनि जिरालाई जिरा पड्किसकेपछि टक्क अब यसमा प्याजहरू चाहिँ म लास्टतिर हाल्छु। यहाँ हेर्नु यसरी मासु हालिसकेर एकछिन तेलमा उम्लिन दिने होइन। एकछिन तेलमा मस्त फ्राई गर्ने मासुलाई। 1.5 चम्चा जति नुन अनि 1 चम्चा चाहिँ बेसार हालेर अब यसलाई मिक्स गरिसकेपछि यस्तो कलर येल्लो कलर आउनु पर्यो होइन। अब के गर्ने त यो मासुले अब नुन हालिसकेपछि मासुले हल्का पानी छोड्छ होइन। अब हिट कम गर्ने अनि त्यसपछि के गर्नु पर्यो कुकरको ढक्कन लगाएर मस्त 2 सिटी मासुकै पानीमा 2 सिटी लाग्न दिँदा मासु मस्त गएर मासु मस्त पाकिहाल्छ है। अब यसलाई के गर्नु पर्यो त कुकरलाई छोपेर 2 सिटी चाहिँ लगाइदिनु पर्यो है। पानी बाहिरबाट नहाल्ने। अब मासुले नै पानी छोड्छ, त्यही पानीमा 2 सिटी कुकरको ढक्कन लगाउने होइन। अनि 2 सिटीसम्म चाहिँ वेट गर्ने। त्यसपछि बल्ल अरू ग्राइन्ड गरेको मसला धनियाँ पाउडर जिरा पाउडर होइन र खुर्सानीको धुलो हालेर मस्त यसलाई 1 सिटी लागिसक्यो। अरू 1 सिटीको पर्खाइमा पनि लाग्यो। ग्यासलाई अफ गरिदिने, कुकरको ढक्कनलाई खोल्न दिने। त्यसपछि बाँकीको कार्यक्रम अगाडि बढाउँदैछु। भइसकेको छ कुकरको ढक्कन खोलिसक्यो 2 सिटी पछि। अब बयसमा के गर्नु पर्यो त यो प्याज र खुर्सानी काटेको हाल्नु पर्यो। जसै महारानी दिनभरि काम गरेर क्लिनिकबाट आइसकेको छ। यसको लागि म खाना पकाइसकेको छु। मासु हेर्नुहोस् मेरो महारानीको अनुहार हेर्नुहोस्।